गुड मर्निङ सधैँ जस्तै आज पनि किचनबाट स्टार्ट मेरो मर्निङ हामी जस्तै मतलब हुन्छ नि हाउसवाइफहरूको चाहिँ सेम रुटिन सेम सबै चिज सेम सेम हुने क्या मर्निङ टाइममा चाहिँ। र आज पनि म बिहानै उठेर ब्रेकफास्ट चाहिँ बनाइसकेँ किनभने मेरो अफिस जानु लेट हुन्छ र मैले ब्रेकफास्ट चाहिँ के बनाएँ भन्दाखेरि चाहिँ पराठा त्यहाँदेखि फ्रुट्स काटेर रेडी गरेर राखिदिइरहेछ। उनीहरू आएपछि खान्छ र मैले सब्जी बनाएँ। कतिजनाले ब्रेकफास्ट चाहिँ गरिसकेको छ र नानीहरूले चाहिँ ब्रेकफास्ट गरेँ र पापा हजुरले पनि ब्रेकफास्ट गर्नुभयो। अब चाहिँ छ देवर दिदी र म चाहिँ लन्च हामी चाहिँ दिदी र म चाहिँ त्यति साह्रो ब्रेकफास्टमा इन्ट्रेस्ट छैन। हामी चाहिँ खालि एकचोटि लन्च गर्ने गर्छ र हेर्दै गर्नु छ आज मैले के गर्छु दिनभरिमा है। अब चाहिँ जान्छु म सब्जी लिनलाई। आज चैते दसैँ हो नि त हाम्रो नेपालीहरूको है। हिजो नवमी थियो, आज दशमी र आज चाहिँ हाम्रो चैतको दसैँ हो र दसैँको दिनमा चाहिँ के खिलाउँछु भने म चाहिँ यिनीहरूलाई अलिक स्पेसल खिलाउनु पऱ्यो आज दसैँको उपलक्ष्यमा। अब नेपाल त खतरा र अब के लिएर आउँ त्यसो अब जान्छु सब्जी मन्डी गएर सब्जी लिएर आउँछु र म तपाईँहरूलाई पनि लिएर जान्छु सुपर मार्केट। मैले चाहिँ सुपर मार्केट भनेको थिएँ तर मलाई फट चाहिँ याद आयो कि आज त स्याटरडे पो हो त भनेर फेरि म चाहिँ गयो मङ्गलबारे बजार। किनभने मङ्गलबारे बजारमा चाहिँ बस्तीको सामानहरू राम्रो राम्रो पाउँछ कि त्यही भएर चाहिँ गएको। सब्जीको कुरा गर्दाखेरि त यतै सस्तो पाउँछ तर कतिवटा चिजहरू चाहिँ बस्तीको पाउँछ क्या कति राम्रो मतलब हुन्छ सागहरू त्यस्तोको लागि चाहिँ म गएको थियो। र आज चाहिँ बाबाले हामीलाई चैते दसैँ भनेर खाना खानु बोलाउनु भएको थियो र मैले चाहिँ बाबाको लागि किनिदिएँ माछा। त्यहाँबाट चाहिँ किनिदिएँ मैले धेर सारा सब्जीहरू किनेँ जस्तो कि मलाई घरमा चाहिएको थियो र मैले पनि त्यहाँबाट आज हाम्रो घरको लागि चाहिँ लन्चको लागि चाहिँ मैले ल्याएको थिएँ लोकल चिकन। किनभने आज वेदर एकदम जाडो खालको थियो भनेर चाहिँ मैले चाहिँ लोकल चिकन किनेँ। त्यहाँदेखि सब्जीहरू देख्दाखेरि त सबै बोकेर जुन जस्तै हुने क्या यति फ्रेस फ्रेस आउँछ नि के भनेर बिहान बिहान त। र आज चाहिँ मैले आँखा बन्द गरेर यो बाटो जानु पर्यो किनभने म फुल किन्दिनँ आज भनेर सोचेको थिएँ तर कसो कसो गरेर आँखा त त्यहाँ पुगेछ खुली त हाल्छ। र मैले किनेँ यो सेतो फुल र यो दुईवटा पर्पल पनि किनेँ र घरमा आएर चाहिँ मैले बनाएँ लोकल चिकन लन्चको लागि। र तपाईँहरूले भन्नुहुन्छ होला नि चिकन बनाएको पनि के देखाउनु परेको होला भन्नुहुन्छ होला तर यो चाहिँ मैले मेरोमा आज धेरै टाइम थियो भनेर चाहिँ मैले अब पकाइ त हालेँ सबै भिडियो भयो भनेर चाहिँ मैले हालिदिएको। यो चाहिँ मेरो तरिकाले बनाएको सबैको आफ्नो आफ्नो तरिका हुन्छ र मैले चाहिँ यो मेरो तरिकाले बनाएको तर मैले यस्तो बनाउँछु भनेर पनि देखाएको होइन। मेरोमा टाइम थियो भनेर चाहिँ मैले हालेको। र मलाई चाहिँ खासै गरी भनौँ भने मसलाहरू चाहिँ मलाई नि सिलौटोमा पिसेको नै मनपर्छ तर अब पुरा टाइम लाग्ने रहेछ भनेर चाहिँ अब खाना खाने मान्छे आउनु बेला भयो भनेर चाहिँ मैले चाहिँ मिक्सीमा पिस्यो। त्यहाँदेखि चाहिँ मैले बनाएँ टमाटरको अचार जुन चाहिँ सानो सानो टमाटरको अचार यति टेस्टी हुन्छ। मलाई चाहिँ नि दाल र यही अचार मात्रै दियो भने मलाई पुरा खाना रुच्छ किनभने यो अचारले गर्दाखेरि त्यो अमिलोले गर्दा कस्तो मिठो हुन्छ कि। र मैले चाहिँ एकदम हाम्रो ट्रेडिसनल टाइपको हुन्छ नि त्यसरी नै अचार पिसेर बनाएँ। मिक्सीमा पिसेको अचार चाहिँ मलाई फ्याट्टै मन पर्दैन मोमोको अचार छोडेर अरू चाहिँ मलाई घरमा खाने अचारहरू चाहिँ साँच्ची भनेको सिलौटोमा पिसेको नै मनपर्छ। म त्यही लागि यो भाँचेको सिलौटो हेर्नु न यो कहिलेदेखिको मेरो आमा मेरो सासूको टाइमकोदेखिको अब जस्तो मेरो बुढोहरू सानो हुँदादेखिको यो भाँचेको अरे मैले अहिले पनि यो सम्हालेर राखिरहेको छु किनभने हो यही अचारहरू पिस्नुको लागि चाहिँ सजिलो हुन्छ र अचार यस्तो भयो सुप पनि भयो रेडी। त्यहाँबाट लन्च पनि मैले सबै रेडी गरिसकेको थियो सलाद काटेर रेडी गरेँ। आज अब स्पेसली नै स्पेसल गरेर खाऊँ किनभने आज दसैँ हो भनेर चाहिँ मैले पनि थुप्रै भेराइटी बनाएको थियो। र त्यहाँदेखि चाहिँ मेरो आमाजू हो के अरे मैले भन्छ नि दिदी बहिनी छ हाम्रो घरमा दिदी बहिनी छ ऊ चाहिँ दिदी बहिनी ऊ चाहिँ मेरो दिदी आमाजू आमाजू नि झन्डै जेठी सासू भनेको आमाजू आमाजू दिदी हो र दिदीको चाहिँ अलिकति खुट्टा फ्र्याक्चर भएको छ त्यसको लागि चाहिँ हामी गएको त्यो टुटी फुटेको अस्तिदेखि ड्रेसिङ चाहिँ चलिरहेछ त्यसको लागि चाहिँ आज पनि बोलाएको छ गएको। र त्यहाँबाट चाहिँ हामीलाई बोलाएको छ बाबाको घर जस्तो कि मैले आज एक उयो के भन्छ चैतको दसैँ हो र दसैँको लागि चाहिँ बाबाले हामीलाई ताला घरमा खाना खानु बोलाउनु भएको छ र म चाहिँ बाबाको घर जानु लागेको। पहिला दिनलाई डक्टर देखाएर घर छोडिदिन्छु त्यहाँदेखि चाहिँ म जान्छु त्यहाँ गएर खानु मात्रै पनि पकाउनु पनि पर्छ आफैले नै गएर। र म बाबाको घरमा पनि तपाईँलाई लिएर जान्छु हेर्दै गर्छु मेरो ब्लग।
र म चाहिँ आइपुगेँ बाबा घर र यहाँ चाहिँ भोइस कभर गर्नु पऱ्यो किनभने पुरा साउन्ड भइरहेको थियो नानीहरू बेसी भएर त्यही लागि चाहिँ मैले भोइस कभर गरिकन उयो गर्दैछु र त्यहाँदेखि चाहिँ म आएँ घरमा र घरमा गयो भने त्यही हो नि दिदीबहिनीहरू सबैजनाको कुरा गेचेङ गेचेङ हुन्छ हो त्यही भएर अन्त दिदीबहिनीहरू भेला भएपछि चाहिँ कामै हुँदैन अन्त मैले चाहिँ छिटो छिटो जाउँ खाना बनाइहालौँ फेरि घर फर्किनुपर्छ भनेर चाहिँ भनेको थिएँ बहिनी ठिक्कै अस्ति बहिनी मन्दिर गएको थिएँ नि त गुवाहाटी र उहाँबाट चाहिँ मलाई के गिफ्टहरू ल्याइदिनु ल्याएछ र गिफ्टमा चाहिँ हेर्नु नि जानु नभए नि यति मजाको भगवानको फोटो ल्याइदिएछ र म चाहिँ आर्यलाई ढोकाइरहेको थियो किनभने जानु नपाए पनि यहीँबाट दर्शन गर भनेर चाहिँ मैले ढोकेँ र मलाई सिन्दुर माला र प्रसाद पनि ल्याइदिएछ बहिनीलाई धेरै धेरै धन्यवाद र त्यहाँदेखिको चाहिँ हामी ऊ चाहिँ म मेरो घरको जसले चिन्छ उहाँलाई त थाहा छ नि जसले चिन्दैन उहाँलाई चाहिँ म इन्ट्रोड्युस गराउँछु ल मेरो दिदी बहिनीहरूको ऊ चाहिँ मेरो माइली दिदी हाई भन्दै मेरो फ्रेन्डहरूलाई हाई भन ऊ चाहिँ साइली उसलाई त देखिरहेको होला भिडियोमा र ऊ चाहिँ काइली दिदी ऊ चाहिँ मेरो काइली दिदी हो र त्यहाँ कान्छी ल ठुलो दिदी चाहिँ काठमाडौँ हुनुहुन्छ अब दिदी पनि भोट लगाउनु त्यतिखेर फेरि म न्यू भिडियो हाल्ने छु र हामी दिदीबहिनी चाहिँ यसरी भेला हुन्छु बाउको छोरी हामीहरू चाहिँ र दिदी बहिनी भेला भयो भने चाहिँ कामै हुँदैन के रमाइलो त मैले चाहिँ लो नै खाना छिटो छिटो बनाउनुपर्छ भनेर हामी दुवैजना भएर बहिनीले चाहिँ बनाए फिस र मैले बनाएँ चिकन र खाना यसरी मिलेर बनाउँछ कि चाहिँ मिठो हुन्छ क्या कम्ती बेसी मान्छेमा है तालाङ तुलुङ झोल हाल्यो मिठो हुने क्या हामीलाई चाहिँ मजा आउँछ र दिदी बहिनी बस्यो त्यो पहिला कुरा गऱ्यो हाँस्यो त्यही गर्दै बस्छ हामीहरू चाहिँ र बाबा पनि विवेचमा आएर हामीलाई पुरा इन्टरभ्यू गरिरहनु भएको थियो हामीले पहिला के गर्थ्यो के गर्दैन भन्नुहुन्थ्यो र हाम्रो डिनर चाहिँ के छ भने फिस करी र दाची र मैले बनाएको थियो चिकन त्यहाँदेखिको फिस चाहिँ बनाएको बहिनीले र यो दाची चाहिँ बनाएको मेरो साइली दिदीले र चिकन चाहिँ बनाएको मैले र खाना चाहिँ आज नि पुलाउ बनाएको रहेछ दिदीले तर पुलाउ कम्ती खिचडी बेसी भएर थियो पानी दिएर हालेर सबै हाँसिरहेको थियो आज पुलाउ देखेर पुलाउ बनाउनु खोजेको होला पानी बेसी हालेछ कि र त्यही लागि चाहिँ मैले स्टार्टिङमा भनिरहेको थिएँ कुकरमा नबनाएँ दिदी मिठो के छिटो राम्रो हुँदैन भनेको थियो र उसले चाहिँ छिटोको लागि बिचरा उनीहरू पनि त फर्किनुपर्छ खाना खाएर भनेर चाहिँ बनाउनु लागि कुकरमै बनाएछ भने बनाउँदाखेरि चाहिँ के अरे पुलाउ कम्ती खिचडी बेसी भइरहेको थियो र पनि खायो अब सबैजनाले खाँदाखेरि मिठै भइरहेको थियो र खानासाना खाएपछि बाउलाई बिदाबारी मानिकन हामी चाहिँ फर्क्यौँ घरमा चाहिँ यस्तो हुन्छ नि हामी सबैजना गेजेङ गेजेङ हुन्छ नि एउटै घरमा त्यहाँबाट चाहिँ सबैजना फाटफुट निस्किन्छ त्यहाँबाट फेरि हाम्रो घर एक्लै हुन्छ फेरि र हामी चाहिँ सबैजना आफ्नो आफ्नो घरमा हिँड्यो खानासाना खाएर र यिनीहरूलाई पनि बाई गर्दै यिनीहरूलाई पनि बिदा गरेँ ऊ अगाडि चाहिँ दिदी साइली दिदीहरू जानुहुँदैछ साइली दिदी भेना दुइटा नानी यता चाहिँ कान्छी बहिनी ज्वाइँ र हामी चाहिँ आमा छोराछोरी चाहिँ हिँडेर किनभने मेरो घर ठाउँमै छ त्यही लागि हामी चाहिँ हिँडेरै पुगिहाल्छ भनेर 10:30 भइसकेको थियो र हामी चाहिँ हिँडेर गयौँ र यतिखेर चाहिँ कस्तो आमा याद आउँछ क्या आमा हुँदाखेरि कस्तो रमाइलो हुन्थ्यो हाम्रो आमाले जस्तो अब जस्तो दसैँहरू आउनु छ भने अगाडिदेखिको अलिसम्म भेला पारेर है रेडी गर्नुहुन्थ्यो क्या हामीलाई दुःखै दिनुहुन्थेन हामीलाई जस्तो अब अहिले हामीले आएर खाना बनाउँछ होइन मेरो आमाले हामीलाई खाना खानु बोलाएको छ नि उसले 3 बजीदेखिको खाना बनाउनु स्टार्ट गर्थ्यो र म कस्तो आमा मिस गरेँ क्या मैले आज चाहिँ कस्तो माया लाग्यो आमा याद आइरहेको थियो र सबैलाई ह्याप्पी दसैँ र यही थियो मेरो आजको भिडियो के कसो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् मेरो युट्युब च्यानललाई र थ्याङ्क्स फर वाचिङ बाई बाई